माता तीर्थ मन्दिरलाई दाहिने बनाउँदै देब्रेपट्टि रहेको पिच बाटो सरासर हिँडेर केही माथि पुगेपछि यस्तो अनौठो किसिमको ढुङ्गा भेटिन्छ। यो ढुङ्गालाई हामी दाहिने बनाउँदै अझै अगाडि बढ्छौँ। अगाडिको दृश्य यस्तो देखिन्छ। हामी क्रमशः अगाडि बढ्दै गएपछि एउटा बन्दै गरेको होटेल भेटिन्छ। त्यो होटेललाई दाहिने बनाएर हामी देब्रेतिर जङ्गल पस्छौँ। यो जङ्गलको बाटो यस्तै छ। बिस्तारै ट्रेल हेर्दै हामी अगाडि बढ्छौँ। यो बाटो झुक्किने खालको छैन, मान्छे हिँडिरहेकै बाटो जस्तो छ र सहजै रूपमा पहिल्याउन सकिन्छ। यहाँबाट क्रमशः अगाडि बढेपछि करिब 1 घण्टा जतिमा हामी यो बाटोमा पुग्छौँ। यो माथि चन्द्रगिरी भन्ज्याङ जाने नै बाटो हो। यहाँबाट पनि अझै हामी माथि नै लाग्छौँ। यो बाटोको ठ्याक्कै पारिपट्टि त्यो पोल भएको ठाउँबाट फेरि हामी माथि लाग्छौँ। करिब त्यहाँबाट पनि करिब 1.5 घण्टा जति हिँडेपछि हामी अघि तलै भेटेको बाटोको माथिल्लो पोर्सनमा आइपुग्छौँ। यहाँबाट चाहिँ हामी बाटो मास्तिर लाग्छौँ र चन्द्रगिरी भन्ज्याङ पुग्छौँ। चन्द्रगिरी भन्ज्याङमा खाजा खाने ठाउँ छ र केही घरहरू छन्। त्यही घरको ठ्याक्क पछाडिपट्टि यो तल मकवानपुरतिर जाने गोरेटो बाटो छ। यो चाहिँ यहाँतिर सर्टकट बाटो भन्दा रहेछन्। यहाँबाट अगाडि बढेपछि हामी चितलाङ जाने बाटोमा पुग्छौँ र सानो बस्ती पनि छ त्यहाँ। यहाँबाट मनोरम दृश्य देखिन्छ। यो चाहिँ चितलाङ जाने बाटो हो। सानो बस्ती पनि छ। यसलाई पनि चितलाङै भनिन्छ। यो हामी जुन डाँडा पार गरेर आयौँ त्यो डाँडाको वारिपट्टि काठमाडौँ रहेछ भने पारिपट्टि चितलाङ मकवानपुर। यो चाहिँ त्यहाँबाट तल झरेपछि अघि माथिबाट देखिएको रमाइलो सानो बस्ती, खाजा पसलहरू पनि छ। त्यहाँबाट खाजा खाएर हामी अगाडि लाग्यौँ। अगाडि बाटो आइसकेपछि लगभग 20 मिनट जति हिँडेपछि हामी त्यहाँबाट त्यो मूल बाटो छोडेर देब्रेपट्टि लाग्यौँ। यो चाहिँ सिम्पानी गाउँ। आज यहाँ मन्दिर बनाउने सामूहिक श्रमदानको कार्यक्रम रहेछ। स्थानीयसँग केही ट्रेलको बारेमा केही डिस्कसन पनि भयो। यो चाहिँ सामूहिक श्रमदानबाट मन्दिर यहाँ बनाइँदै रहेछ। अब हामी छाप डाँडातिर लाग्छौँ। केही कन्फ्युज भयो भने तपाईहरुले त्यही गाउँ बस्तीका मान्छेहरुसँग सोध्नुभयो भने पनि उहाँहरूले बाटो बताइदिनुहुन्छ। हामी छाप डाँडा पुग्नै आट्यौँ। अगाडि बढ्दै गएपछि यहाँ बाटोमा एउटा यो कुवा भेटिन्छ। यहाँसम्म पुग्नलाई गोरेटो बाटो छ। अलिकति अगाडि सिम्पानी गाउँबाट मोटरेबल बाटै छ केही बेरसम्मको। अनि त्यहाँबाट चाहिँ हामी यस्तै गोरेटो बाटो जङ्गलको बाटो भएर अगाडि बढ्नुपर्छ। गाउँसम्म बाटै छ र यो जङ्गलमा चाहिँ बाटो छैन। यो गोरेटो बाटोभित्र हामी हिँड्दैछौँ। हामी अब छाप डाँडाको लागि अगाडि बढ्दैछौँ। यहाँसम्म आइपुग्न त्यति गाह्रो छैन। बीचबीचमा बस्तीहरू रहेकोले तपाईहरु त्यहाँ सोध्दै सोध्दै अगाडि आउन पनि सक्नुहुन्छ र कन्फ्युज भएमा र अलिकति हेल्पफुल भयो भने यो भिडियोको केही पोर्सनहरु त्यहाँ लिएर पनि यात्रा गर्न सक्नुहुन्छ।
अब हाम्रो उकालो यात्रा सकिएको छ। अब केही तेर्सो हिँडेपछि हामी छाप डाँडा पुग्छौँ। अब हामी छाप डाँडा पुग्नै आँट्यौँ। छाप डाँडामा चाहिँ पहिला एउटा सानो रेस्टुरेन्ट जस्तो थियो जहाँ हामी केही खाजा खान सक्थ्यौँ, केही सुस्ताउन सक्थ्यौँ। तर अहिले वनले त्यो रेस्टुरेन्टलाई त्यहाँबाट हटाएको छ। अहिले त्यहाँ चौर मात्रै छ। हामी छाप डाँडा आइपुग्यौँ। यो सानो फुटबल प्लेग्राउन्ड जस्तो पनि देखिन्छ। डाँडाको टुप्पोमा निकै नै राम्रो ठाउँमा छ, निकै हरियाली, निकै आनन्द लाग्ने ठाउँमा छ। यो ठाउँमा सिजन अनुसार यो ठाउँ एकदमै फरक देखिन्छ। हिउँ पर्ने सिजनमा यहाँ हिउँ पनि पर्छ। माता तीर्थको हाइट 1300 मिटरमा थियो भने माथि चन्द्रगिरी फन्स्याङको हाइट चाहिँ लगभग 2551 मिटर भन्ने कुरा छ। यहाँबाट चाहिँ चम्पादेवी, सिम्पानी गाउँ, चन्द्रगिरी जता पनि जान मिल्छ। हामी यहाँबाट तल झऱ्यौँ। अब पब्लिक गाडी लिएर हामी आफ्नो घर जाने विचारले यहाँबाट तल झऱ्यौँ। यहाँबाट करिब 1.5 घण्टा जति, 1.5-2 घण्टामा हामी खुसी खुसी भन्ने ठाउँ पुग्छौँ। त्यहाँ पब्लिक गाडीहरू भेटिन्छन्। माथि छाप डाँडाबाट हामी क्रमशः ओह्रालै लाग्छौँ र कम्प्लिटली ओह्रालै बाटो हामी झर्नुपर्ने हुन्छ। यहाँबाट तल पुगिसकेपछि पनि हामी बस्ती भेट्छौँ।